Guys, welcome back to my new gameplay video. My Minecraft survival series होइन आज चाहिँ म बनाएको छु रेड फार्म। तपाईँले जस्तो हिजो भिडियो हेर्नुभएको हुन्छ भने थाहा नै छ मैले हिजो एउटा के अरे पिलेज आउटपोस्ट खोजेको थिएँ। त्यसमा मैले अहिले मारेर पहिला त 2-3टा त्यो पोसन ल्याएको थिएँ गाइज होइन। त्यही भएर अब रेड फार्म बनाउँदैछु गाइज होइन। अनलिमिटेड टोटललाई त्यो यो 100 ब्लक्स माथि जाउँ होइन। मैले स्काइप युज गरेको थिएँ। तपाईँले जे ब्लक युज गरेर वाटर ब्लक पनि सक्नुहुन्छ। म चाहिँ स्काइप छैन माथि चढ्न सजिलो हुन्छ बनाएको छैन, टेन्सन छैन होइन। यो नभए के छैन एलिभेटर उडेर जाउँ केही टेन्सन छैन। सिर्फ कहिले एलिभेटर नउड्दा उत्रो हो माथि जाउँ भेट्छु क्या केही माथिबाट। ल गाइस 100 ब्लक माथि आइसकेको छ हेर्न सक्नुहुन्छ तपाईँले कोअर्डिनेट। अब 6x7 को प्लेटफर्म बनाउँछ गाइस हेर्नु के भएको ल भाइसको होइन। अब 6x7 प्लेटफर्म बनाउँछु भेट्छु गाइस। त्यसो टाइममा सेट गर्नु ल। गाइस सब भित्रको सबै कभर गर्नुपर्छ यसरी। त्यही अब यहाँ चेस्ट हाल्नु कलेक्सन सिस्टममा त्यसको 2 ब्लक यता हाल्नु ल। ट्याक्कै यसरी हेर्नु यसो गर्नु ल। अनि त्यसरी 8 के अरे यसरी इन्टु 24 गर्नुपर्छ गाइस होइन। 24 हुन्छ गाइस होइन। 24 को 28 सरी 24 नै भनौँ 24 2 into 4 1 2 3 4 24 को प्लेटफर्मबाट जस्तो गाइस उसले होइन। यो चाहिँ होइन सामान सर्कलमा सामान सर्कलबाट सामानहरू निकाल्नु अलिक अहिले सोफा निकाल्नु अहिले चाहिन्छ यदि अहिले त्यो चाहिन्छ ल। त्यो लास्टमा जाने त सबै होइन। यो तपाईँले होइन यसो यो चाहिँ अब एक्सपियर नअड्कोस् भनेर यसरी कार्पेट हाल्नु जुन कागजले कागज म चाहिँ ग्रे हल्का ग्रे टोन चाहिँ गर्नुलाई होइन। त्यही भएर गर्नुलाई होइन। मैले चाहिँ यो ब्लेज ड्याम्सीबाट हेरेको थिएँ यो फार्म सजिलो सानो लगाइदिएन यसो यस्तो कभर गर्नु होला। यसो साइडबाट चाहिँ अब ढुङ्गाको वाल ब्लक वालै मैले बिर्सेर लगेको छैन। ब्लक वाल जुन सक्यो ब्लक वाल नि केही फरक पर्दैन। तपाईँलाई त्यो जुन स्टोन ब्रिक लगाउन सक्नुहुन्छ। म चाहिँ स्मोक स्टोन हल्का मेरो अरू बिल सबै स्टोन ब्रिकको हातेर यो बिलहरूलाई छुट्टै बनाउनु खोजेको हो। यसरी सबैलाई कभर गर्नु ल। यता अनि त्यो साइड यता गर्ने बिचमा ग्याप गर्दैन यसरी टोटल 7 ब्लक जानु। अब त्योभन्दा 6 प्लसमा चाहिँ जानु टाइममा सेट जानु ल। म लगाइदिँदैन यसरी हामी सिधै अहिले होइन। यसरी ड्यामेज कम खाने काम आइडिया हो यो। लगाइदिएन अब चाहिँ यस्तो गर्नुपर्छ त्यसलाई यसरी एक ब्लक अगाडि जानुपर्छ गाइदिएन। त्यहाँ स्पन एरिया हुन्छ यो चाहिँ अलि यो ब्लक हट्नु यो काम छैन आइला यसरी सबै यो यसरी तलसम्म ल्याउँछ नि भेट्छ गाई एकचोटि लगाएपछि मैले एक ब्लक चाहिँ किन छोडेँ भन्दाखेरि यो किलिङ एरिया बनाउनु दिँदैन। यसरी चारैमा यसरी हालिदिनु ल किलिङ एरिया हो यो चाहिँ। लगाइदिएन एकछिन भेट्छु गाइदिएन एकछिन माथि जाउँ गाइदिएन किन आएको माथि जाउँ अनि सबै त्यो वरिपरि ग्लासले भरिदिउँ गाइदिएन। ब्लक कम गरेर यसो गरेको छु होइन ग्लासले भरिदिउँ लगाइ यसरी यहाँ किलिङ एरिया यसो जाँदा त्यो ड्यामेज हुन्छ जस्तो यसरी क्लब गर्छौँ होइन। अनि यसरी हामी यहाँ अब यसरी मार्न सकिन्छ कि यसरी यसरी नजिक गएर ड्यामेज लाग्दैन मात्र हुन्छ। अब चाहिँ यहाँ भिलेजर राख्ने ठाउँ बनाउँदैछु होइन। यता पछाडिपट्टि त्यो अपोजिट साइडमा आएर यसरी लाग्नु होला माथि जिम बनाउनुलाई। तपाईँले हेर्नु सक्नुहुन्छ म ट्युटोरियल हालिदिन्छु। म बनाउँछु गाइदिएन सिम्पल बनाउँदैछु लगाइदिउँ। यहाँ चाहिँ बेड हो मैले यहाँ होइन बिल्डिङ ब्लक कमरी उल चलाएको छु होइन गाइदिएन त्यसरी यसरी यो तपाईँले लिफ हाल्नुपर्छ गाइदिएन। तपाईँ लिफ हाल्नु भने चाहिँ त्यो रेड फेड हुनसक्छ होइन। त्यही भएर लिफ हाल्नुपर्छ होइन सबै किनकि नअघि यो मुनिको हटाइदिनुपर्छ गाइदिएन के सबै यसरी कभर गर्नुपर्छ। एक लाइट चाहिँ हाल्नुपर्छ होइन। लगाइ सुतौँ भोलि बिहान गर्नु लगाएर म भिलेजर लिएर आउँछु गाई यसरी लगाएर भिलेजर लिन आइसकेपछि म मेरो भिलेजर ट्रेडिङ बेसमा अब जाउँ लिएर यसलाई होइन।
त्यसलाई म अर्को नयाँ ट्रिक आएको छ अहिले हाम्रो ह्याप्पी घाँसबाट, त्यो ह्याप्पी घाँसबाट लाउँछु गाइदिन। म ह्याप्पी घाँसबाट ल्याइसकेको छु होइन, कस्तो ह्याप्पी घाँस लिएर आइसकेको छु होइन। म ह्याप्पी घाँसमा यसलाई चलाउँछु नि भेट्छु गाइस होइन, त्यहाँ ह्याप्पी घाँस चढ्छु होइन, भेट्छु अनलिस राइड लगाइसकेपछि म उहाँ टाइम दिनु ल, थ्याङ्क यू। ल गाइस मैले ल्याइसकेको छु होइन, अब यहाँ राख्छु नि, आफ्नो ल्यान्ड गर्नुमा कस्तो राम्रो हुँदो रहेछ गाइस। ल ल्यान्ड भयो गाइस होइन। एकैचोटि म त मुनि हटेर भेटिसकेँ, एकैचोटि मुनि भित्र हालेर मैले तल राखेर चाहिँ हेर्छ एकैचोटि गयो। ल गाइस मैले हालिदिइसकेको छु, एमपीले चाहिँ हेर्नु सक्नुहुन्छ, सुतिसकेको छ, छोडिदिउँ। यो फार्म कम्प्लिट भइसक्यो, मर्निङमा भेट्छु गाइस बिहान। ल गाइस मर्निङ भइसकेको छ, ल अब रेड सुरु गरौँ। अनि खाइदिनु फोको बोतल रहेछ, 5को मैले ल्याउनु बिर्सेछु होइन। फोकै चलाइदिउँ, केही टेन्सन छैन। रेड सुरु भइसक्यो गाइस होइन, हेर्नु फर्स्ट रेड हेर्नु गाइस होइन, त्यही हो। गाइस रेड सुरु हुन लागिसकेको छ, रेड फाइनल अनि टाइमर सुधार्नु लागेपछि थ्याङ्क यू भेरी मच, टाइमर सुधार्नु, थ्याङ्क यू। ल गाइस फाइनली रेड भिक्ट्री भइसकेको छ र 4 टोटेम आइसकेको छ गाइस। अब म इमोर्टल अब मान्न सक्दैन टोटेम लिउँ गाइस, हेर्न सक्नुहुन्छ यसो कसरी दुई स्ट्याक झन्डै गइसकेको, एक स्ट्याक 4.5 स्ट्याकमा उयो टोटेम हो गाइस, हेर्नु सक्नुहुन्छ टोटेम। ल गाइस कसलाई भिडियो त कमेन्ट गर्नु नबिर्सनु, सब्सक्राइब गर्न नबिर्सनु, लास्टसम्म हेर्दै गर्नु सो मच। थ्याङ्क यू सो मच फर वाचिङ टिल द इन्ड। अब अर्को भिडियोमा भेटौँला, सी यू, बाई बाई, टाटा, सी यू, सायोनारा।